हेलो गाइस नमस्ते। म चाहिँ अब मन्डे दार्जिलिङतिर लाग्ने है। दार्जिलिङमा चाहिँ अब मैले एउटा बिजनेस गर्दैछु है। तपाईँलाई कस्तो लाग्छ गाइस है। अब मेरो सानो म त अब बिजनेस बिना सक्दिनँ नि त। मेरो यस्तो सानैदेखि बिजनेस गरेर तपाईँलाई देखाउँछु म चाहिँ के गर्दैछु भनेर चाहिँ है। अनि गाउँमा पनि म अगाडि नै भन्दैछु म पनि लिने इच्छा छ भने चाहिँ म तपाईँलाई देखाउने छु है गाइस है। म चाहिँ अब गाउँमै बिजनेस गर्ने भनेर सोचेको छु। यहाँबाट सोमबार जाने अनि गरम छ अब भर्खर गरम छ। लुगा चाहिँ यस्तो लाएर बस्नुपर्छ गाइस गरममा होस् उनीहरूको लागि। अनि तपाईँलाई देखाउँछु म चाहिँ के गर्दैछु भनेर चाहिँ तपाईँले देखाउँदैछु छाता है। यो चाहिँ मेरो छाता तपाईँले अनलाइन पनि मगाउन सक्नुहुन्छ। अहिले नयाँ आएको छाता तपाईँले एकदम कम्फर्टेबल बेगसँगै छ है। यो चाहिँ मैले अहिले फिलहाल वान पिस ल्याएको थिएँ। यो चाहिँ सिलगढीमा राखेको छ एकजना बहिनीले। अनि तपाईँलाई पनि खोलेर पनि देखाउनेछु। यस्तो राम्रो हुन्छ छाता चाहिँ हेर्नुहोस्। तपाईँको ठुलो छ एकदम। यो चाहिँ भित्दैन पनि तपाईँले बल्ब मगाउन सक्नुहुन्छ है। त्यो छाता छ। अनि तपाईँहरूलाई म के देखाउँदैछु गाइस है। मैले के बिजनेस गर्छु भने तपाईँलाई देखाउँदैछु र ल्याउँछ कम्ती ल्याएको छु। उहाँ चाहिँ मेरो दोकानै छ। त्यो भन्दै गाइस तपाईँलाई मन परेको छ भनिदिनुहोस् होला है। अनि म तपाईँलाई देखाउँदैछु गाइस है। तपाईँलाई देखाउँछु मैले के ल्याएको छु भनेर है। म चाहिँ अब चामलको पनि व्यापार गर्ने भनेर चामल पनि लाँदैछु। कसैले लिन सक्नुहुन्छ। अनि म तपाईँलाई देखाउँछु के ल्याएको छु भने तपाईँको बेगवाला छाता देखाएको छु है। यो चाहिँ दामी हुन्छ बेगवाला छाता। यो तपाईँको एकदम राम्रो छ यो छाता। ठुलो पनि छ। अनि यो रेनकोटहरू पनि तपाईँले मगाउनु सक्नुहुन्छ बाइकको लागि। अनि यो तपाईँको एकदम यो चाहिँ अलिकति महँगै पर्छ। तपाईँलाई थाहै छ है वुडल्यान्डको चाहिँ तपाईँको महँगो पर्छ। यो चाहिँ एउटा बाइकको लागि यो पनि बाइकको लागि छ। अन्त यो रेनकोट नानीहरूको लागि ल्याएको छु मैले चाहिँ। रेनकोट चाहिँ यस्तो प्रकारको छ तपाईँको। म त्यो यसो कभर भयो। अनि रेनकोट चाहिँ तपाईँको यस्तो प्रकारको छ। म फिजाएर देखाउँछु है। कसैले लिने इच्छा भने साइज मगाउनु सक्नुहुन्छ है। यो चाहिँ मैले रेनकोट यस्तो खालको ल्याएको छु। ठुलोमै ल्याएको छु अहिले फिलहाल चाहिँ। ठुलै साइज आएछ यहाँ त ठुलै ठिकै छ। खप्छ पनि। यसो तपाईँले स्कुल ब्यागको लागि पनि हुन्छ यो ल्याएको छु है। अनि जेन्ट्सको लागि पनि यो छाता ल्याएको छु मैले। तपाईँले देख्नुहुँदैछ यो केटाको एकदम राम्रो छ छाता है। यो छाता भयो तपाईँले देखाउँछु म। यो चाहिँ छाता तपाईँहरूलाई म देखाउँछु है छाता। अनि यो पनि लेडिज छाताहरू एकदम राम्रो छ। तपाईँहरूलाई देखाउँछु यो छातामा आउँदैछ। कसैले लिनुभएको छ तपाईँले लिनु सक्नुहुन्छ। यो चाहिँ मेरो थुप्रैले मगाएको छ छाता। एउटा चाहिँ एकदम नयाँ राम्रो आएको छ छाता। यो चाहिँ एकदम राम्रो छ है तपाईँको। यो चाहिँ एकदम राम्रो क्वालिटीको छाता छ। यो चाहिँ मैले अहिले फिलहाल 3टा मात्रै ल्याएको छु। अनि यो चाहिँ 3टा भेराइटीमा छ। तपाईँ लिनुहुन्छ एकदम कम्फर्टेबल छ। म तपाईँलाई एउटा चाहिँ खोलेर देखाउने छु गाइस है। यो चाहिँ मलाई मन परेको छाता। अनि 2-3 भेराइटीको देखाउने छु गाइस। कसैले इच्छा लाग्यो भने चाहिँ तपाईँले मेरो घरमा प्रवेश गर्नु सक्नुहुन्छ। अनि देखाउनु सक्नुहुन्छ। एकदम राम्रो छ। सानो कम्फर्टेबल छ। अनि यो चाहिँ एकदम राम्रो छ छाता। अनि यो चाहिँ म लिएर आउँदैछु मेरो मारिमुममा है। यो छाताहरू लिएर आउँदैछु तपाईँले हेर्नुहोस्। एकदम दामी छ क्वालिटी पनि। तपाईँले लिनु सक्नुहुन्छ बर्खामा है। अनि नानीहरूको रेनकोट पनि मगाउनु अहिले नै मगाउनु सक्नुहुन्छ। किनकि अझै म यहाँ फिलहाल म सिलगढीमा त अझै लिनेछु है। त्योभन्दा अगाडि नानीहरूको रेनकोट तपाईँहरूलाई चाहियो भने चाहिँ तपाईँहरूले चाहिँ अगाडि भनिदिनु होला है गाइस। अगाडि भन्नुभयो भने तपाईँलाई म अहिले पनि ल्याइदिनु सक्छु। किनकि म अब यहाँबाट जाँदैछु नि त। म तपाईँको मन्डे आउँदैछु। अनि सबै यो चाहिँ छाताहरू म चाहिँ भेराइटी ल्याएको छु। तपाईँहरू मन पऱ्यो भने लिनु सक्नुहुन्छ है। मेरो दोकानमा सबै एभाइलेबल हुन्छ। तपाईँले छाताहरू 2-3 भेराइटीको छ। तपाईँहरूले पाउनु पनि राम्रो छ है। अनि यो चाहिँ तपाईँहरूले लिनु सक्नुहुन्छ। यो छाता चाहिँ धेरै भेराइटीको छ। यो चाहिँ कमानमा जाँदा लाउने छाताहरू ल्याएको छ। अनि पन्जाहरू चाहिँ ल्याउनु सकेको छुइनँ मैले है। रेनकोट चाहिँ साइजको ठुलोमै ल्याएको छु मैले। राम्रो हुन्छ किनभने मोटोमा छ। किनकि ठुलो साइज पनि लिइरहेको छु मैले अहिले। सानो साइजमा चाहियो चाहिँ तपाईँले अहिले फोन गरिदिनु होला है। कति साइजको लाग्छ नानीहरूलाई। यो चाहिँ डोइली पनि नयाँ एकदम कम्फर्टेबल छ। चाहिँ एकदमै नानीहरूको लागि मेरो चाहिँ पसिना पनि आउँदैन है। अनि यो चाहिँ यसको दामी छ। यो चाहिँ छोराहरूको लागि राम्रो हुन्छ। यो चाहिँ पत्लोमा पनि छ। तपाईँले यसो मन पऱ्यो भने मगाउनु सक्नुहुन्छ है। यो चाहिँ ठुलो साइजमा चाहिँ यसलाई सानो साइजमा तपाईँले मगाउनु सक्नुहुन्छ है। यो चाहिँ यस्तो खालको रेनकोट चाहिँ एकदम मजाको। जिउमा पसिना चाहिँ ल्याउँदैन राम्रो छ बेसीबाट। अनि तपाईँको लागि यो चाहिँ वुडल्यान्डको रेनकोट यति राम्रो छ नि। तपाईँले देख्नुभयो भने चाहिँ बाइकहरूसँग पनि कम्फर्टेबल हुन्छ है। यसको चाहिँ तपाईँको यो खालको चाहिँ हेर्नुहोस् न यस रेनकोट यति दामी चाहिँ हुन्छ रेनको तपाईँले चाहिँ। तपाईँहरूको यहाँ गोजीको जुन छ यहाँ केटाको सेफ्टीको लागि बाइकहरू चलाउँदाखेरि चाहिँ एकदम कम्फर्टेबल छ। तपाईँहरूलाई देखाइरहेको छु है यो वुडल्यान्डको। अनि मैले यो जिन्स र नानीको छाता पनि ल्याएको छु है। बर्खामा केही चाहिन्छ हाम्रो गाउँमा। अनि त्यो छाता त मलाई मन परेको चाहिँ एकदम नयाँ क्वालिटी आएको छ अहिले चाहिँ। तपाईँहरू लिनु सक्नुहुन्छ है। यो चाहिँ यस्तो दामी छ हेर्नुहोस् न। यो चाहिँ जेन्स छाता। अनि यो चाहिँ राम्रो छ। तपाईँले देख्नु सक्छु म यो है। यो चाहिँ तपाईँको केटाको छाता दामी छ। क्वालिटी हराउँदैन होला यो छाता चाहिँ। क्या दामी छ यस्तो। यो त जिन्स एकदम पक्का छ यो।
तपाईँको यो उयो हुन्छ नि के अरे यो त्यो ठुल्ठुलो लगाउँछ त्यस्तो यो छाता चाहिँ यस्तो दामी चाहिँ तपाईँले जानु सक्नुहुन्छ है तपाईँले मसँग सम्पर्क गर्नु सक्नुहुन्छ रेनकोटहरू चाहियो चाहिँ तपाईँले मलाई एडभान्स चाहिँ भनिदिनुहोस् होला है मेरो नम्बर चाहिँ म तपाईँलाई स्क्रिनमा दिनेछु कसैले मगाउनु भयो भने गाउँतिर मगाउनु भयो चाहिँ तपाईँलाई एकदम रिजनेबल रेटमा तपाईँलाई दिनेछु म है रेनकोटहरू मगाउनु सक्नुहुन्छ अनि पन्जाहरू चाहिँ म फिलहाल भोलि लिन जान्छु है अनि कसैलाई डिमान्ड गर्नु मन छ भने अगाडि भनिदिनुहोस् होला है एक दिनसम्म आफै नानीहरूको छाता पनि एकदमै ठुलो पार्टीहरू यो चाहिँ नानीहरूको छाता ठुलोमा एकदम कम्फर्टेबल यो स्कुल जाने नानीहरूको पनि छाता चाहिँ नानीहरूको छाता यो स्टेटलाई चाहिँ ठुलोमा ल्याएको छु है स्कुल जानको लागि तपाईँहरूले मसँग सम्पर्क गर्नु सक्नुहुन्छ है म चाहिँ घरमै बिजनेस गर्दैछु तपाईँले चाहेर भन्नु सक्नुहुन्छ अनि मेरो नम्बर चाहिँ तपाईँलाई सबैलाई थाहै छ है अरू पनि पाउनु सक्नुहुनेछ है अनि मैले चाहिँ चामलहरू पनि राख्छु कियाटी चामल यो पनि भोलि लगाएर जाने अनि मेरो घरमा सौदा खानेहरू चाहिँ धेरै धेरै वेलकम छ फेरि फेरि खानु होला भन्ने आश राखेको छु है थ्याङ्क यू गाइज